I am Prajal Danai from 37A batch. This is my Android app Cake Crib built using the MBVM model. अनि मोडलमा चाहिँ मेरो डेटा प्लस बिजनेस लजिक ह्यान्डल गर्छ भने अनि भ्यूमा चाहिँ मेरो सबै युआईहरू चाहिँ भ्यूमा रहेको छ र भ्यू मोडलले चाहिँ मेरो मोडल र भ्यूलाई चाहिँ कनेक्ट गर्न चाहिँ हेल्प गर्छ। अब सिधै म चाहिँ टेस्टिङमा जान्छु र फर्स्ट टेस्ट चाहिँ मैले युनिट टेस्ट गरेको छु र युनिट टेस्टमा म लगइन र साइनअप चाहिँ रन गरेर देखाउँछु। एकछिन रन हुन चाहिँ अलि टाइम लाग्छ अनि देख्न सक्नुहुन्छ रन टेस्ट पास भएको छ र रिजल्ट पनि सक्सेस आएको छ र अब म मोडलको पनि टेस्ट रन गरेर देखाउँछु। देख्न सक्नुहुन्छ मोडल पनि टेस्ट पास भइसकेको छ र सक्सेस भनेर रिजल्ट देखाएको छ। अनि अर्को चाहिँ मैले इन्स्ट्रुमेन्टल टेस्ट गरेको छु र त्यसमा पनि लगइन र साइनअपको चाहिँ रन गरेर देखाउँछु म। इन्स्ट्रुमेन्टल टेस्ट चाहिँ आफै अटोमेटिक रन हुन्छ। देख्न सक्नुहुन्छ यो चाहिँ आफै रन भएको हो। जस्तै देख्न सक्नुहुन्छ सबै टेस्ट पास भएको मेसेज आइसक्यो। अब चाहिँ म मेरो मेन एप चाहिँ रन गरेर देखाउँछु। यो चाहिँ मेरो वेलकम पेज भयो र मेरो एप चाहिँ बेसिकल्ली अब बेकरीसँग चाहिँ रिलेटेड छ र बेकरीहरूले चाहिँ आफ्नो प्रडक्टहरू चाहिँ डिस्प्ले गर्न मिल्यो मेरो एपको थ्रु र कस्टमरले चाहिँ अनलाइन पर्चेस गर्न मिल्यो त्यही प्रडक्टहरूलाई। बेसिकल्ली त्यही हो मेरो एपको कन्सेप्ट चाहिँ। अब कोही नै नयाँ युजर हुनुहुन्छ भने चाहिँ फर्स्टमा चाहिँ साइनअप गर्नु पऱ्यो र साइनअपको लागि यो सबै फिल्ड चाहिँ फर्म डिटेल चाहिँ भर्नु पऱ्यो। अनि एकाउन्ट क्रिएट भइसकेपछि चाहिँ सबै चाहिँ अब डेटाबेसमा गएर बस्छ र मैले चाहिँ डेटाबेसको लागि फायरबेस युज गरेको छु। देख्न सक्नुहुन्छ युजरमा गएर चाहिँ सबै डिटेल बस्छ। यसरी चाहिँ सबै डिटेल चाहिँ सेभ हुन्छ। अब एकाउन्ट चाहिँ क्रिएट भइसके लगइन गर्नु पऱ्यो। अनि यदि अब युजरले चाहिँ आफ्नो पासवर्ड बिर्सिनु भएको छ भने चाहिँ अब फर्गेट पासवर्डको पनि अप्सन छ। अनि यसको लागि चाहिँ अब आफ्नो जिमेल चाहिँ हाल्नु पऱ्यो र रिसेटको लिङ्क चाहिँ जिमेलमा गएर स्प्याममा बसेको हुन्छ। जस्तै अब मेसेज पनि डिस्प्ले हुने भयो। अनि स्प्याममा जानु पऱ्यो र लिङ्कको थ्रु चाहिँ आफ्नो पासवर्ड चाहिँ रिसेट गर्न मिल्यो। यसरी चाहिँ अब पासवर्ड रिसेट हुन्छ र फेरि म एपतिरै गएँ। जस्तै अब कुनै पनि युजरले चाहिँ रजिस्टर्ड हुनु हुँदैन भने चाहिँ एकाउन्ट चाहिँ लगइन हुँदैन, त्यसमा चाहिँ मेसेज थ्रो गर्छ र म अहिले चाहिँ लगइन रजिस्टर्ड नभएको एकाउन्ट चाहिँ हालेर देखाउँछु टेस्टको लागि।
जस्तै यो रेजिस्टर्ड छैन र मेसेज देख्न सक्नुहुन्छ लगइन भएन। पासवर्ड पनि मिल्नुपर्छ यसको लागि चाहिँ। अब म राइट पासवर्ड हालेर लगइन गर्छु। हजुर, अब यो चाहिँ मेरो मेन ड्यासबोर्ड भयो। अनि माथिको चाहिँ युजरको प्रोफाइल भयो यो चाहिँ। अनि 3टा क्याटेगोरी छ, जस्तै अब केक भयो, यो केकको आइटम भयो। अनि अब अर्को चाहिँ क्याटेगोरीमा डोनट्स छ र अर्को चाहिँ अब कुकिजहरूको आइटम भयो। जस्तै अब डबल ट्याप गर्नु हो भने चाहिँ इमेजमा चाहिँ अब फेभरेटमा गएर बस्छ। जस्तै अब देख्न सक्नुहुन्छ फेभरेटमा आएर चाहिँ डिस्प्ले हुने भयो त्यो आइटम चाहिँ। कुनै पनि इमेजलाई डबल ट्याप गर्यो भने चाहिँ। अनि त्यही फेभरेटको आइटमलाई चाहिँ डिलिट पनि गर्न मिल्यो यसरी चाहिँ, यहाँ डिलिटको अप्सनबाट। जस्तै अब डबल क्लिक गर्नु हो भने चाहिँ अब फेभरेटमा गएर चाहिँ बस्ने भयो, मेसेज पनि देख्न सक्नुहुन्छ। मेरो चाहिँ रिक्वायरमेन्ट 2टा क्रड भएकोले एउटा चाहिँ यहाँ एड, यहाँदेखि एउटा क्रड चाहिँ एडमा भयो। अनि यसमा पनि तपाईँले अब इजी एडिट गर्न मिल्यो, क्लिक गरेर सबै डिटेल चाहिँ चेन्ज गर्न मिल्यो यहाँदेखि। अनि डिलिट पनि गर्न मिल्यो हालेको आइटमको। अनि अर्को चाहिँ अब एकाउन्ट छ, यसमा चाहिँ अब युजरले आफ्नो प्रोफाइल चेन्ज गर्न मिल्यो, नामहरू, कन्ट्याक्ट डिटेल सबै अब चेन्ज गर्न मिल्यो। र देख्न सक्नुहुन्छ सबै चेन्ज चाहिँ योवाला कन्ट्रोल हुन्छ। अब चाहिँ म आफ्नो फोन कनेक्ट गरेर एड गरेर देखाउँछु। फर्स्टमा चाहिँ अब केक इमेज सेलेक्ट गर्नु पऱ्यो र अब कुन क्याटेगोरीमा हाल्ने हो चुज गर्न मिल्यो। जस्तै अब म चाहिँ अहिले केकमा हाल्दैछु। सेभ हुँदैछ र सेभ भएपछि चाहिँ उता होम पेजमै रिडाइरेक्ट हुन्छ यसरी नै। र हालेको प्रडक्ट चाहिँ एड भइसकेको छ। अब फेरि म चाहिँ अर्को क्याटेगोरीमा पनि हालेर देखाउँछु। पहिला चाहिँ इमेज सेलेक्ट गर्नु पऱ्यो। अनि डोनट्समा हालेँ मैले। जस्तै अब देख्न सक्नुहुन्छ डोनट्समा आएर चाहिँ डिस्प्ले भइसकेको छ। अनि अब यो एडिट प्रोफाइल पनि गर्न मिल्यो, प्रोफाइल पिक चाहिँ अब चेन्ज गर्न मिल्यो। अनि डिटेल्सहरू पनि चेन्ज गर्न मिल्यो यहाँदेखि चाहिँ। अनि सेभ प्रोफाइल अपडेट देख्न सक्नुहुन्छ। अब होममा गएर हेरौँ, यहाँ पनि चेन्ज भइसकेको छ। अनि जस्तै अब फेरि एडिट गरेँ मैले, चेन्ज भएको देख्न सक्नुहुन्छ। अब यता डिस्प्ले भएको सबै आइटमहरू चाहिँ अब प्लसको साइनदेखि चाहिँ अब किन्न मिल्छ हामीले। प्लसको साइनमा क्लिक गरेँ। अब जस्तै अब क्वान्टिटी कति चाहिएको छ र कन्फर्म गर्नु पऱ्यो। र हरेक पर्चेस भएको चाहिँ अब फायरबेसमा गएर चाहिँ स्टोर हुन्छ। जस्तै म फायरबेस नै खोलेर देखाउँछु। फायरबेसमा अर्डर छ र देख्न सक्नुहुन्छ म भर्खरै भएको अर्डरको डिटेल चाहिँ यहाँ आएर डिस्प्ले हुने भयो। क्वान्टिटी, अब प्राइस, युजर नेम, फोन नम्बर सबै यसरी डिस्प्ले हुने भयो। र म फेरि अर्को आइटम पनि पर्चेस गरेर देखाउँछु। प्लसमा क्लिक गर्नु पऱ्यो।
जस्तै अब क्वान्टिटी बढाउनु पऱ्यो र अर्डर कन्फर्म गर्नु पऱ्यो र फायरबेसमा चाहिँ अब सेभ भयो कि भएन हेरौँ। जस्तै अब देख्न सक्नुहुन्छ सबै डिटेल चाहिँ आएर फायरबेसमा चाहिँ स्टोर हुन्छ अर्डर भएको युजर नेम क्वान्टिटी सबै चाहिँ अब डिटेल यसरी चाहिँ स्टोर हुने भयो। यति नै हो मेरो एप चाहिँ। थ्याङ्क यू।